सबैलाई नमस्कार, नमस्कार, नमस्कार छ। यो आफ्नै बारीमा, आफ्नै चुलोमा फलाएर ल्याएको, आफ्नै भैँसीको दुध यसरी हाल्दाखेरि, यही भातलाई बिहान बचाएर बेलुका भुटेर खाँदाखेरि हाम्रो स्वास्थ्यलाई कस्तो फाइदा होला त? हजुरहरूको दिन के खाएर बित्यो? बजारको जङ्क फुड के खाएर होला कि? अम, यस्तो अर्गानिक भात तताएर खाँदाखेरि, फ्राई राइस बनाएर खाँदाखेरि कस्तो होला त हाम्रो स्वास्थ्यलाई? कस्तो मिठो होला त? हाम्रो स्वास्थ्य कस्तो कसरी बित्ला त? उम्, संसारको जुनसुकै कुनाको, जुनसुकै सहर, कुनै जुनसुकै जाँदा शरीर बस्नुभयो त सबैले यस्तै खानुभएको त होला बच्चामा। बच्चामा खाएको त पनि अहिले मूल्य बढेर एकदम आकाश छुइसकेको छ।